हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हामी के बनाउनुको देखिँदैछ भन्दाखेरि यो चाहिँ थाहा छ तपाईँहरूलाई मलेरा हो होइन। अनि मलाई त यत्तिकै काँचै मनपर्छ अनि अमिलो अमिलो पनि तर टेस्टी मेरो लागि। अनि म चाहिँ भाँडा धुनु जान्थेँ अनि मलाई त एकदम मन परेको कारण म त टपक टपक टिप्दै बहिनीले टिपेर ल्याएको रहेछ अन्त गम खाइदिइरहेको थिएँ होइन। यति मिठो थियो नि अब। अनि मुखमा अझै पनि अब कस्तो मिठो थियो होइन। अनि म त एउटा गर्दै अर्को गर्दै खाइदिएको। अनि तपाईँहरूलाई थाहा छ हाम्रो आन्टीको चाहिँ हाइट छोटो भएर हेर्नुहोस् न पिरामाथि चढेर। अन्त तपाईँहरूलाई यो कसकोलाई थाहा छ, यो चाहिँ ट्रेडिसनल प्लेट्स हो होइन। यो चाहिँ पत्ताको बनाइन्छ अनि यो चाहिँ खाएर फ्याँकिहाल्ने हो होइन। अनि यो चाहिँ हाम्रो नेपालीको ट्रेडिसनल उयो हो होइन। अनि त्यस पछाडि चाहिँ यहाँनिर बहिनीले चाहिँ पिकल बनाइसकेको थियो होइन। वाउ सो टेस्टी। अनि टेस्ट गर्दै थियो, यो पनि यति मिठो थियो नि, अघि खाएको भन्दा पनि अझै मिठो थियो होइन। अनि त्यस पछाडि फेरि म त खाएको भएछु होइन। अनि त्यस पछाडि चाहिँ के भन्छ अब दाना चाहिँ अब मिठो हुँदैन नि त, तपाईँहरूले गर्नुहुन्छ। अनि यहाँनिर चाहिँ हाम्रो आन्टी चाहिँ खाइसकेको थियो अनि हाम्रो बहिनीले चाहिँ कराई छाड्दै थियो। अनि आजको भिडियो यतिमा, बाइ बाइ।